नमस्कार साथीहरू, आज तपाईँहरूलाई म चाहिँ नासा सिक्युरिटी एक्सबाट कसरी आइपिओ परेको बेच्ने भनेर सिकाउन गइरहेको छु। फर्स्ट अफ अल हामीले नासाको एप्लिकेसन यसरी खोल्नु पऱ्यो। त्यसपछि हजुरको यतातिर पोर्टफोलियो भन्ने अप्सन हुन्छ, साइडमा पोर्टफोलियोमा जाने, अनि यसमा तल स्क्रल गर्ने कुन कुन आफूलाई सेयरहरू बेच्ने या सेल गर्ने कि बाई गर्ने भनेर। जस्तै आज मैले एसवाई प्यानल बेचेको छु, मैले सेलमा क्लिक गर्ने है। सेलमा क्लिक गरिसके पछाडि हजुरको मैले सेल गरिसकेको छु, कतिमा बेच्ने त्यो चाहिँ तपाईँको प्राइस लिस्टहरू हालेर अनि सेल गरिदिने है। सेल गरिसके पछाडि तपाईँको सेल हुन्छ। त्यस पछाडि कतिमा सेल गरियो भनेर चाहिँ हजुरको चाहिँ एउटा लिस्ट आउँछ। त्यो सेल गरिसके पछाडि त्यहाँ डिटेलमा हेर्न सकिन्छ कतिमा सेल गरियो भनेर, तपाईँको एक्सेप्ट भयो कि भएन भनेर होइन। त्यस पछाडि अब यता मेरो सेयर लगइन गरेर चाहिँ हजुरले चाहिँ गर्नुपर्ने हुन्छ। यो माई पर्चेस सोर्समा गएर यहाँबाट चाहिँ एसआई प्यानल गरेर यो पनि मैले यहाँबाट गरिसकेको छु। यहाँबाट सर्च गरेर टिक गरेर एक्सेप्ट गरिदिने है। अनि त्यस पछाडि 2-3 घन्टा पछाडि अथवा 5-7 बजे अथवा भोलिपल्टको हजुरको 3 बजेभन्दा पहिले नै माइडिएसमा गएर यहाँ चाहिँ सेयर ट्रान्सफर गरिदिनुपर्छ। अहिले देखाएको छैन, अब केही दिन पछाडि मेरो चाहिँ सेयर ट्रान्सफर गर्छ। सेयर ट्रान्सफर गरेर हजुरले चाहिँ यसलाई माई पर्चेसहरूमा गएर माई WACC गरिदिने अनि सेयर होल्डिङमा गएर सेयर ट्रान्सफर गरिदिएपछि हजुरको डिम्याटमा जुन हजुरले ब्याङ्क नम्बर जोड्नु भएको छ त्यसमा चाहिँ 2 दिन वर्किङ डेजमा 3 दिनभित्र चाहिँ पैसा ब्रोकरले हजुरको खातामा हालिदिन्छ। हस्, धन्यवाद, थ्याङ्क यू।